दलभन्दा ठुलो देश हो, मैले यो मान्यता राख्दछु। दलभन्दा ठुलो देश हो। यहाँ को काङ्ग्रेस, को एमाले, को रासपा, को रापरपा, को श्रम संस्कृति, को माओवादी या को तारो भन्ने होइन। हामी सबै नेपाली हो। यो दलगत स्वार्थ त्यागेर सुशासन र विधिको शासन र प्रजातान्त्रिक अभ्यासका लागि हामी एक ढिक्का हुनुपर्छ भन्ने मलाई लाग्छ र हामी एक ढिक्का हुन्छौँ पनि। र सम्माननीय सभामुख महोदय, देशका कतिपय क्षेत्रमा आज सुरुङ मार्गको कुरा भइरहेको छ। आधुनिक पूर्वाधार निर्माण भइरहेका छन्। कयौँ ठाउँमा तपाईँको आज पूर्वाधार विकासका कार्यक्रम अगाडि बढेका छन्, तर दूर सुदूर कर्णाली र अझै पिछडित क्षेत्रहरूमा अझै पनि कालोपत्रे सडक कस्तो हुन्छ भनेर त्यहाँका दाजुभाइले देख्न पाएका छैनन्। यो सरकारसँग म के आशा राख्छु भने यहाँभन्दा अगाडि गर्दै गरेका असमानताको अन्त्य गर्दै समान विकास सुरक्षित गर्नु वर्तमान सरकारको दायित्व भन्ने लाग्छ र त्यो दायित्व यो सरकारले पुरा गर्छ भन्ने कुरामा म पूर्ण आशावादी छु। सम्माननीय सभामुख महोदय, आज देश विश्व आज विभिन्न क्षेत्रहरू जस्तै युरोप, मध्यपूर्व र अमेरिका अशान्तिमा छन्। आज युद्ध भइरहेको छ, तर यहाँभन्दा अगाडिको सरकारले एउटा गलत निर्णय गरेको छ। हामीले असंलग्न परराष्ट्र नीतिको अवलम्बन गर्नुपर्छ र यसको प्रभाव नेपालमा पनि पर्न सक्छ। त्यसैले नेपालले असंलग्न परराष्ट्र नीति पञ्चशीलताको आधारमा सिद्धान्तमा अडिग रहँदै विश्वमा आफ्नो पहिचान सुदृढ गर्नुपर्छ। यो सरकारले यो गर्छ भन्ने कुरामा म दृढ विश्वास राख्दछु। आज अघिल्लो सरकारले के गल्ती गर्यो भने इरानका नागरिकलाई अराइभल भिसा दिदिन भन्न पाउँदैन।